दक्षिणमा हिन्दुजम, हामी बिचमा ल्यान्डलक टुरिज्म। यसलाई इन्टरनेसनली ओपन कहिले गरिदिनुहुन्छ अर्थमन्त्रीज्यू? हामी 20 वर्षदेखि माग गरिरहेका छौँ इन्टरनेसनल अनलाइन पेमेन्ट गेटवेज। यो आजसम्म पनि किन खुलेको छैन? आज डिजिटल डोमेस्टिक पेमेन्ट हुँदाखेरि हाम्रो यत्रो आर्थिक आन्तरिक चलायमान भयो, तर हामीले इन्टरनेसनल रेभिन्युज ल्याउनलाई, पेमेन्ट ल्याउनलाई 3 देखि 4% हामीले चाहिँ भिजा मास्टर कार्डलाई कहिलेसम्म पेमेन्ट गर्ने? हाम्रो कहिले हाम्रो गेटवे आउने? पहिलो कुरा म राख्न चाहन्छु। दोस्रो कुरा अनलाइन ई भिजा, हामीलाई इटिएस चाहिएन हजुर। सारा अब श्रम हामीले विदेशमा जिउँदो मान्छे पठाउन अर्थमन्त्रीजी साह्रै सहज छ, तर हामीलाई जिउँदो पर्यटक ल्याउनलाई साह्रै असहज छ। उहाँको भुक्तानी ल्याउनु त झनै असहज छ। र बेलैया एयरपोर्ट लुम्बिनीको मेन इन्ट्री पोइन्ट्स 20 लाखभन्दा बढी पर्यटक हामी भित्राउँछौँ, तर भारतीयलाई किन पर्यटक मानिन्न अर्थमन्त्रीज्यू? मेरो नम्र निवेदन छ यहाँहरूलाई कि भारतीय नै हाम्रो पर्यटक हो हजुर। हाम्रो रोजीरोटी मात्र होइन, रोजी बेटी मात्र होइन, रोजीरोटी नै उहाँहरू हो भनेपछि भारतीयलाई पर्यटक मानिदिएर गणना मात्रै गरिदिनुहोस् न। 20 लाख आइरहेछ हजुर, लास्ट इयरको भन्सा डाटा हेर्छु। 2020 भिजिट नेपाल भनेर 20 लाख पर्यटक भित्राउने भनेर हामी 2020बाट अर्बौं खर्बौं पर्यटन क्षेत्रमा लगानी भयो। एयरपोर्ट बन्छ, चल्दैन। बाटो 10 वर्षदेखि बन्दैन। बेलैया व्यवस्थित हुँदैन। ओभर ट्राफिक, ओभरलोड का कारण हाम्रा पर्यटक गाडी सवारी साधन, बाटोघाटो सारा समस्या छ। ओपन बोर्डर आफ्नो ठाउँमा छ, हामी कनेक्टिभिटिजमा चुक्या छौँ। त्यही भएर अनलाइन इन्टरनेसनल पेमेन्ट गेटवेसँगै कनेक्टिभिटिजमा पनि यहाँले चाहिँ अलिकति ठुलो लगानी गरिदिनु पर्यो र डिसेन्ट्रलाइज गरिदिनु पर्यो, सेन्ट्रलाइज गरिदिनु भएन। र मैले धेरै कुराहरू चाहिँ लेखेर लिएर आएको छु, मैले भन्न सक्दिनँ, तर एउटा खालि बुदागत रूपमा मैले हजुरलाई अनुरोध के गर्न चाहन्छु भन्दाखेरि भ्याट ट्याक्स मल्टिपल होइन, जिएसटीको रूपमा छिमेकी राष्ट्रसँग सिकेर हामी जानु पर्यो। यहाँ सक्षम हुनुहुन्छ, हामीलाई विश्वास छ। आरटिओले अहिले हाम्रो भारतीय पर्यटक धराशायी गराइदिएको छ। जेन्युन आन्दोलनपछि हाम्रो पर्यटन क्षेत्र साह्रै मर्माहित भएका छौँ। 90% हाम्रो लुम्बिनीको पर्यटक घटेको छ, काठमाडौँ पोखरा बाहेक। र यसको लागि